हेलो साथीहरु, स्वागत छ फेरि पनि तपाईहरुलाई आजको भिडियोमा। आजको भिडियो चाहिँ च्याप्टर 2 को चाहिँ पार्ट 2 हो। हामीले टाइप कास्टिङ को डेफिनेसन र इम्पोर्टेन्स सम्म चाहिँ यो भन्दा पहिलेको भिडियोमा चाहिँ हेरेर छोडेका थियौं र आजको भिडियोमा चाहिँ हामीले यो अब कम्प्लिट गर्छौं। यहीबाट हामीले कन्टिन्यू गर्छौं है त। सो अब हामीले चाहिँ टाइप्स अफ टाइप कास्टिङ भनेर हेरौं। टाइप कास्टिङ को टाइप्सहरु हाम्रो दुईवटा छ। एउटा चाहिँ हाम्रो इम्प्लिसिट टाइप कास्टिङ भने अर्को छ हाम्रो एक्सप्लिसिट टाइप कास्टिङ। इम्प्लिसिट टाइप कास्टिङ चाहिँ यो चाहिँ कम्पाइलरले चाहिँ अटोमेटिकल्ली यो चाहिँ एउटा डाटा टाइपलाई चाहिँ अर्को डाटा टाइपमा चाहिँ कन्भर्ट गरिदिन्छ। दैट इज आवर इम्प्लिसिट टाइप कास्टिङ। के लेख्यौं हेरौं त। इट अकर्स अटोमेटिकली बाइ द कम्पाइलर व्हेन असाइनिङ अ भ्यालु अफ वन डाटा टाइप टु द भेरिएबल अफ अनदर डाटा टाइप। एउटा डाटा टाइपको भेरिएबललाई अर्को डाटा टाइपमा एसाइन गर्दाखेरि कम्पाइलरले अटोमेटिकल्ली के गर्दिन्छ, कन्भर्ट गरिदिन्छ नि। त्यसलाई चाहिँ हामीले के भन्ने, इम्प्लिसिट टाइप कास्टिङ भनेर भन्ने। जस्तो हेरौं त, फ्लोट a = 2.2 इन्ट b = 2 मात्रै। दैट इज आवर इम्प्लिसिट टाइप कास्टिङ। नेक्स्ट चाहिँ हाम्रो एक्सप्लिसिट टाइप कास्टिङ। It involves the programmer providing instruction to the compiler for converting a value from one data type to another data type। यहाँ चाहिँ जुन प्रोग्रामर छ, प्रोग्रामरले चाहिँ यहाँनेर इन्स्ट्रक्सन प्रोभाइड गर्ने हो कि एउटा डाटा टाइपलाई अर्को डाटा टाइपमा कन्भर्ट गर भनेर। जस्तो int a = float 3/2। दैट इज आवर एक्सप्लिसिट टाइप कास्टिङ है त। सो त्यसपछि अब हामी जाउँ डाटा टाइपमा। डाटा टाइप चाहिँ किन युज गर्ने भन्दाखेरि कस्तो भ्यालु स्टोर हुनुपर्ने हो त्यो डिफाइन गर्नको लागि चाहिँ हामीले डाटा टाइप चाहिँ युज गर्ने गर्छौं। डाटा टाइपहरु हाम्रो डिफरेन्ट टाइप्सहरुको छ। डाटा टाइप पनि सबभन्दा पहिला आउँछ हाम्रो फन्डामेन्टल डाटा टाइप। फन्डामेन्टल डाटा टाइपले चाहिँ सिम्पल भ्यालु चाहिँ स्टोर गर्ने हो। कहाँ स्टोर गर्ने भन्दाखेरि चाहिँ हाम्रो मेमोरीमा गएर भ्यालु स्टोर गर्ने काम हैन, फन्डामेन्टल डाटा टाइपको। दे डिफाइन भेरिएबल अफ फिक्स साइज एन्ड टाइप हैन, डिफाइन गर्ने गर्छ भेरिएबल जसको फिक्स साइज र टाइप छ। जस्तो इन्ट भयो, क्यार भयो हैन, यिनीहरु चाहिँ हाम्रो के हुन् भन्दाखेरि फन्डामेन्टल डाटा टाइप्सहरु हो। त्यसैगरी नेक्स्ट आउँछ हाम्रो डिराइभ्ड डाटा टाइप्स। डिराइभ्ड डाटा टाइप्स चाहिँ कसरी फर्म हुन्छ भन्दाखेरि चाहिँ फन्डामेन्टल डाटा टाइप्सको कम्बिनेसनबाटै हाम्रो डिराइभ्ड डाटा टाइप्सहरु फर्म हुन्छ, जसले गर्दा चाहिँ एउटा कम्प्लेक्स स्ट्रक्चरको फर्मेसन हुने गर्दछ। एक्जाम्पल हेरौं त, एरे छ हाम्रो, पोइन्टरहरु छ। यिनी कुराहरु हामी पछि पढ्छौं। एरे र पोइन्टरहरु यिनी कुराहरु चाहिँ हाम्रो के हुन्, डिराइभ्ड डाटा टाइपहरु। त्यसैगरी नेक्स्ट आउँछ हाम्रो युजर डिफाइन्ड डाटा टाइप। युजर डिफाइन्ड डाटा टाइप भन्नेबित्तिकै चाहिँ यस्तो डाटा टाइपहरु चाहिँ प्रोग्रामरले आफै डिफाइन गरेको हुन्छ। कुनै पनि स्पेसिफिक प्रब्लमको सोलुसन अचिभ गर्नको लागि युजरले आफै डिफाइन गरिएको डाटा टाइप्सलाई युजर डिफाइन्ड डाटा टाइप्स भनेर भन्ने। जसको एक्जाम्पल चाहिँ हाम्रो हेरौं त, स्ट्रक्चर चाहिँ हाम्रो युजर डिफाइन्ड डाटा टाइप्स भित्र पर्ने गर्दछ। सो डाटा टाइप्सको टाइप्सहरु पनि हामीले हेरौं, तीनवटा, फन्डामेन्टल, डिराइभ्ड र युजर डिफाइन्ड डाटा टाइप्स भनेर। नेक्स्ट चाहिँ हाम्रो भेरिएबलको टाइप्सहरु। अब भेरिएबलको टाइप्स कुरा गर्नुपर्दा भेरिएबलको यहाँनेर धेरै टाइप्सहरु छ, जसमध्ये हामीले दुईवटा टाइप्सहरु चाहिँ डिस्क्राइब गरेर पढ्छौं र अरु यहाँ टाइप्सहरु छ। यो चाहिँ पछि पढ्दै जाँदाखेरि चाहिँ यो आउने गर्दछ। यो स्ट्याटिक, अटोमेटिक, एक्सटर्नल रेजिस्टर चाहिँ फंक्सन पढ्दै गर्दा यो भेरिएबलको बारेमा हामीले कुरा गर्छौं। सो अहिले चाहिँ यति नै हेरौं है त। सो भेरिएबल टाइप्समा चाहिँ हाम्रो लोकल भेरिएबल र ग्लोबल भेरिएबल, त्यसैगरी स्ट्याटिक भेरिएबल, अटोमेटिक भेरिएबल, एक्सटर्नल भेरिएबल, रेजिस्टर भेरिएबल गरी डिफरेन्ट टाइप्स अफ भेरिएबलहरु छन्। सो सबभन्दा पहिला हेरौं त लोकल भेरिएबलको बारेमा। लोकल भेरिएबल चाहिँ कुनै पनि एउटा ब्लक भित्र चाहिँ त्यसलाई चाहिँ डिक्लेयर गर्ने गरिन्छ र त्यो ब्लक अथवा फंक्सन भित्र मात्रै एक्सेसिबल हुन्छ। जुन ब्लक र फंक्सनमा यिनीहरुलाई डिक्लेयर गरियो त्यो फंक्सन र ब्लक भित्र मात्रै एक्सेसिबल हुन्छ भने त्यसलाई लोकल भेरिएबल भनेर भन्ने। यो चाहिँ इट इज क्रिएटेड व्हेन द फंक्सन इज कल्ड एन्ड डिस्ट्रोयड व्हेन द फंक्सन एक्जिट। जब फंक्सन कल गरिन्छ त्यतिबेला लोकल भेरिएबलहरु क्रिएट हुन्छ र डिस्ट्रोय भइदिन्छ जब फंक्सन क्विट गर्छ त्यतिबेलामा चाहिँ डिस्ट्रोय भइदिन्छ। दैट इज आवर लोकल भेरिएबल। त्यसपछि जब हाम्रो ग्लोबल भेरिएबलमा, ग्लोबल भेरिएबल चाहिँ फंक्सन भन्दा बाहिर चाहिँ डिक्लेयर गर्ने हो र यो चाहिँ कुनै पनि प्रोग्राममा भएको जति पनि फंक्सन छ है, जति पनि फंक्सन छ अथवा जुनसुकै ठाउँमा पनि यो के हुन्छ, एक्सेसिबल हुन्छ। दैट इज आवर ग्लोबल भेरिएबल। इट एक्जिस्ट थ्रू आउट द प्रोग्राम्स एक्जिक्युसन। प्रोग्राम एक्जिक्युसनको भरि नै यो ग्लोबल भेरिएबल चाहिँ के हुन्छ, एक्जिस्ट गर्ने गर्दछ। दैट इज ग्लोबल भेरिएबल। त्यसैगरी स्ट्याटिक, अटोमेटिक, एक्सटर्नल रेजिस्टर हामीले पछि पढ्ने छौं। अब फाइनली हाम्रो एउटा टपिक बाँकी छ, त्यो टपिक हेरौं त, भेरिएबल डिक्लेरेसनको बारेमा र भ्यालु एसाइनिङको बारेमा है त। सो भेरिएबल डिक्लेरेसन भनेको चाहिँ कुनै पनि भेरिएबललाई कसरी डिक्लेयर गर्ने भन्ने कुरा चाहिँ यहाँनेर भेरिएबल डिक्लेरेसनमा छ, जसको सिन्ट्याक्स
हेरौँ त के छ डाटा टाइप अनि भेरिएबल नेम छ। जस्तो इन्ट भन्ने हाम्रो के हो डाटा टाइप होइन, डाटा टाइप हो नि, अनि भेरिएबल नेम ए भयो। त्यसैगरी फ्लोट भन्ने डाटा टाइप होइन, भेरिएबल नेम ए बी द्याट इज होइन भेरिएबल नेमहरू भयो। यसरी चाहिँ हामीले भेरिएबललाई चाहिँ के गर्न सक्छौँ डिक्लेयर गर्न सक्छौँ। जब एउटा भेरिएबललाई डिक्लेयर गरिन्छ नि कम्पाइलरले चाहिँ त्यो भेरिएबलको लागि एउटा मेमोरी एड्रेस चाहिँ बनाइदिन्छ के, मेमोरी एड्रेस चाहिँ बनाइदिन्छ है। र यो चाहिँ त्यस्तो मेमोरी एड्रेस हो जहाँ चाहिँ भ्यालुहरू चाहिँ स्टोर गर्ने गर्छ। जब भेरिएबल डिक्लेयर हुन्छ कम्पाइलरले भेरिएबलको लागि चाहिँ एउटा मेमोरी एड्रेस बनाउँछ, त्यो मेमोरी एड्रेसमा त्यो भेरिएबलको भ्यालुहरू चाहिँ गएर स्टोर हुने गर्दछ। द्याट इज भेरिएबल डिक्लेरेसन, यसरी बुझ्नु पर्यो है। र फाइनली हाम्रो छ भ्यालु एसाइनिङ। भ्यालु कसरी एसाइन गर्ने भन्दाखेरि भेरिएबल नेम इज इक्वल टु सम भ्यालु, जस्तो ए इज इक्वल टु 5, बी इज इक्वल टु 22। यसरी चाहिँ हामीले के गर्छौँ भ्यालु एसाइन गर्ने गर्छौँ। र यसलाई पहिला हामीले डिफाइन गरिसकेको छ नि, यहाँनिर हेरौँ त इन्ट ए फ्लोट एबी भनेर चाहिँ यहाँनिर डिफाइन डिक्लेयर गरेको छ। र त्यस पछाडि चाहिँ ए को भ्यालु चाहिँ हामीले यसरी एसाइन गर्न सक्छौँ। सो यति कुरा चाहिँ हाम्रो च्याप्टर 2 मा छ। सो यति कुरा पुगे लगभग पुग्न खोज्छ, केही छुटेको छ भने चाहिँ अब तपाईँहरूले बुकलाई रिफर गरेर चाहिँ हेर्नु होला, नत्र पढ्नुपर्ने कुराहरू लगभग यति नै हो। सो आजको भिडियोमा पनि यति नै थियो। सो नेक्स्ट भिडियोमा चाहिँ हामीले अब यस पछाडिका च्याप्टरहरू पनि हेर्नेछौँ। सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। भिडियो मन परेमा लाइक सेयर गर्नु होला। अब भेटौँला अर्को भिडियोमा है त।